भ्रष्टाचारमा जति पनि नेताहरू संलग्न छन् अब चाहिँ उनीहरूको सम्पत्तिको स्रोतको खोजी हुनुपर्छ। सम्पत्ति चाहिँ छ, हामी सबैसित सम्पत्ति छ, सबैको आफ्नो आफ्नो स्रोतहरू छ, तर यहाँ जो भ्रष्टाचारसँग संलग्न जुन चाहिँ इडी लगाउँछन्, सीबीआई लगाउँछन् अथवा उच्च स्तरीय न्यायिक जाँच गराएर जसलाई पनि हामीले दोषी पाउँछौँ उहाँहरूको सम्पत्तिको चाहिँ स्रोत खोजी गरेर अवैध सम्पत्ति जति पनि फेला पर्छन् त्यसलाई जफत गरेर त्यसलाई चाहिँ जनकोषको रूपमा अथवा पब्लिक फन्डको रूपमा चाहिँ परिणत गरिनुपर्छ। नमस्ते, म मनोज बोगटी, गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको कार्यकारी सदस्य। म आज गोर्खा युथ एक्टिभिस्ट नेटवर्क अनि सेपरेट स्टेट कोअर्डिनेसन कमिटी दुईवटा संस्थाको एउटा बैठक हामीले सिलगढीमा गऱ्यौँ। अहिले पहाडमा सबैजना खुसी छन्, हामी पनि खुसी छौँ कि एउटा राम्रो किसिमको माहौल दार्जिलिङमा बन्यो, बङ्गालमा पनि बन्यो। यत्रो वर्षदेखिको पहाड तराई डुवर्स लगायत देशभरिका गोर्खाहरूले परिकल्पना गरिरहेको, आकांक्षा राखेको, सपना देखेको जुन चाहिँ मूलभूत मुद्दा छ, अब त्यो शीघ्र नै त्यो सपना पुरा हुन्छ कि भन्ने किसिमले सबले सोच्न सक्ने ठाउँमा अहिले हामी सबै उभिएका छौँ। सबै मानिसहरूले अपेक्षा गरेका कुराहरू चाहिँ अब अघि बढाउनु पर्छ कि भन्ने हिसाबले हामीले पनि सोच्यौँ। सबैजना खुसीको माहौल छ, सबले आफ्नो आफ्नो मेलो गरिरहेको तपाईँले देखिरहनु भएको छ। विभिन्न पोलिटिकल पार्टीहरूले आफ्नो आफ्नो मेलो अघि सारिसके। स्टेटमा जो चाहिँ सधैँ हाम्रो महत्वाकांक्षाको विपरीत विचार थियो, विरोधी एउटा स्टेट थियो, अब त्यो रहेन। अब त्यहाँ पनि भारतीय जनता पार्टीको सरकार आयो, केन्द्रमा पनि भारतीय जनता पार्टीको सरकार नै छ। पहाडमा पनि भारतीय जनता पार्टीकै विधायकहरूले विपुल मतले आफ्नो जित देखाइसकेको छ, जितिसकेका छन्। अब हाम्रो मुद्दा फत्याउनुमा कोही पनि बाधा रहेन, कोही पनि बाधा रहेन। हिजोसम्म जे जति बाधाहरू थिए अब ती सबै बाधाहरू हटे। अबको उपरान्तको समय भनेको चाहिँ उहाँले दिनुभएको वचन चाहिँ पुरा गर्ने समय हो। त्यो कुरालाई मध्यनजर राखेर सेपरेट स्टेट कोअर्डिनेसन कमिटी, गोर्खा युथ एक्टिभिस्ट नेटवर्क दुवै संस्थाले दार्जिलिङ पहाड तराई डुवर्सबाट जितेका 5 जना गोर्खा विधायकहरूलाई हामी बधाई दिनको निम्ति यहाँ उपस्थित भएका छौँ। बधाई मात्रै दिएर पुग्दैन, किनभने बधाईको हकदार उहाँहरू हुनुहुन्छ। अब उहाँहरू यस्तो ठाउँमा जानुभयो कि उहाँहरू हाम्रो मूल स्वर बोकेर गइरहनु भएको छ, हामीलाई प्रतिनिधित्व गरेर गइरहनु भएको छ। उहाँहरूको एउटा ठुलो भार आइपरेको छ। अहिलेसम्म जुन जुन मुद्दाहरूलाई अघि राखेर भारतीय जनता पार्टीले हामीलाई मत मागे, निसङ्कोच पहाड तराई डुवर्सले त्यो वचन पुरा गर्छ भन्ने आशामा त्यो मत विपुलसँगले दिएको हामीले सबैले देख्यौँ। त्यसकारण सबैतिर हर्षको एउटा माहौल छ। त्यो हर्षलाई हामी पनि सेलिब्रेट गरौँ न भनेर अहिले हामी यहाँ छौँ। तर हर्ष मनाउँदा मनाउँदै यी मुद्दाहरूमा यहाँ हाम्रा सेपरेट स्टेट कोअर्डिनेसन कमिटी र गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको कुनै पनि यहाँ मुद्दा छैन। यहाँ मुद्दा भनेको अहिलेसम्म जे मुद्दा भारतीय जनता पार्टी र यो पार्टीसँग संलग्न घटक दलहरूले राखेका छन् त्यसमा फेरि हामी ध्यान आकर्षण गरौँ कि एकपल्ट भनेर हामी यहाँ उपस्थित भएका छौँ। र यो दुईवटा संस्थाहरू मिलेर हामी 5 जना गोर्खा विधायकहरूलाई चाहिँ बधाई टक्राउँछौँ। यो बधाई
पत्र पनि उहाँहरूलाई हामी पठाउने छौँ र त्यो बधाई पत्रमा हामीले के उल्लेख गरेका छौँ त्यो कुराहरू म तपाईहरुलाई जनाउन चाहन्छु। बधाई तथा ध्यानाकर्षण पत्र भनेर हामी यहाँ लेखेका छौँ। यो पत्र चाहिँ अहिलेलाई श्री भरत छेत्री कालेबुङका विधायक, नुमन राई दार्जिलिङका विधायक, सोनाम लामा खरसाङका विधायक, विशाल लामा कालचिनीका विधायक अनि लक्ष्मण लिम्बू मादिरीहाटका विधायक हुनुहुन्छ। विशेष गरी उहाँहरू गोर्खा विधायक भएको कारणले गर्दाखेरि उहाँहरूलाई गोर्खाहरूका मुद्दा जो चाहिँ उहाँहरूले वचन राख्नु भएको छ, जनतामा जुन वचन राखेर उहाँहरूले मत माग्नु भएर विजय भएर जाँदै हुनुहुन्छ, गइसकेपछि उहाँहरूले गर्नुपर्ने कर्तव्य के हुन्छ त्यो कुराहरूमाथि हामी ध्यान आकर्षण गर्न चाहन्छौँ। ऐतिहासिक विजयको निम्ति हामी सेपरेट स्टेट कोअर्डिनेसन कमिटी अनि गोर्खा युथ एक्टिभिस्ट नेटवर्कले उहाँहरूलाई हार्दिक बधाई जनाउँछौँ आधिकारिक हिसाबमा। सँगसँगै जन अपेक्षा अनुरूपका मुद्दाहरूबारे उहाँहरूलाई ध्यान आकर्षण पनि गराउँछौँ। हामीले यो पत्रमा लेखेका छौँ, दार्जिलिङ पहाड तराई र डुवर्सका जनताले यसपटक विधानसभा चुनावमा हजुरहरूलाई जुन अपार जनमत दिएर विजयी गराएका छन् त्यसका लागि हार्दिक बधाई टक्राउँदछौँ। यो विजय केवल एक राजनैतिक दलको मात्र नभई वर्षौंदेखि बङ्गालबाट मुक्तिको सङ्घर्ष गरिरहेका सम्पूर्ण गोर्खाहरूको आशा र भरोसाको जित हो भनेर हामी मान्छौँ। विगत 10 वर्षदेखि गोर्खाहरूले केन्द्रमा भाजपालाई साथ दिँदै आएका थिए, तर यसपटक राज्य र पहाड दुवैतर्फ भाजपा र यसका सहयोगी दलहरूको विजयले गोर्खा मुद्दा सम्बोधनका लागि अब कुनै पनि संवैधानिक वा राजनैतिक बाधा बाँकी नरहेको हामी अनुभव गर्दछौँ। गृहमन्त्री अमित शाहज्यूको वचन र पार्टीको मेनिफेस्टोमा उल्लेखित पर्मानेन्ट पोलिटिकल सोल्युसन जुन चाहिँ पीपीएस भन्ने छ लाई चाहिँ अब मूर्त रूप दिने ऐतिहासिक अवसर अब विधायकहरूको हातमा आइपरेको छ। यो कुरा हामी यहाँबाट जनाउन चाहन्छौँ र यसमा सानो चिज हामी यससँगै जोड्न चाहन्छौँ। अहिलेसम्म हामीलाई बताइएको छ कि यो एउटा पर्मानेन्ट पोलिटिकल सल्युसन हो, तर पहाड तराई डुवर्स मात्रै नभएर समग्र भारतका गोर्खाहरूको जनाकांक्षा भनेको छुट्टै राज्य गोर्खाल्यान्ड छ। यद्यपि यो पर्मानेन्ट पोलिटिकल सल्युसन चाहिँ के हो भन्ने बारेमा शीघ्रभन्दा पनि अति शीघ्र यी 5 विधायकहरूले पार्टीसँग कुरा राखेर, केन्द्रसँग कुरा राखेर, राज्यसँग कुरा राखेर हामीलाई प्रश्न पारिदिनु हुन हामी यहाँबाट हार्दिक अनुरोध पनि गर्छौँ। यो सुखद घडीमा हामी सबै विधायकहरूलाई पहाडका जल्दाबल्दा मुद्दाहरूबारे ध्यान आकर्षण गराउँदै निम्न मुद्दाहरूमा शीघ्र पहल गर्न अपिल गर्दछौँ। पहिलो नम्बर, संवैधानिक अधिकारहरूको पुनर्स्थापना तथा धारा 3 अन्तर्गत स्थायी राजनैतिक समाधान। यो उहाँहरूले बताउनु भएको स्थायी जुन चाहिँ पीपीएस भन्ने छ त्यसको आधारमा हामीले यहाँ उल्लेख गरिरहेका छौँ। पहाड तराई र डुवर्सका गोर्खाहरूको माग मूलत भारतीय संविधानको संरचनाभित्र संवैधानिक अधिकार, राजनीतिक सम्मान तथा संस्थागत पहिचानको पुनर्स्थापनासँग सम्बन्धित माग हो भनेर हामी उहाँहरूलाई बुझाउन चाहन्छौँ र ध्यान आकर्षण गराउन चाहन्छौँ। विद्यमान अस्थायी राजनीतिक तथा प्रशासनिक व्यवस्थाहरूले यी अधिकारहरूलाई स्थायी र संवैधानिक रूपमा सुरक्षित गर्न असफल भएका छन्। यसैले भारतीय संविधानको धारा 3 मात्र यस्तो वैध र लोकतान्त्रिक संवैधानिक माध्यम हो जसले पहाड तराई र डुवर्सका गोर्खाहरूको साथै भारतभरिका भारतीय गोर्खाहरूको राजनैतिक अधिकार, सम्मान र संवैधानिक पहिचानको न्यायोचित पुनर्स्थापना गर्न सक्षम छ। लोकतन्त्रले जनादेश दिइसकेको छ, इतिहासले यसको औचित्य प्रमाणित गरिसकेको छ र अब स्थायी राजनीतिक समाधानतर्फ संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनिधिमाथि आइपरेको छ। यसबाहेक पनि यो चाहिँ मूल भारतीय गोर्खाहरूको पहिचानसँग सम्बन्धित मुद्दा हो,
र यो उहाँले कबुल गर्नुभएको, जनतामा राख्नु भएको र मेनिफेस्टोमा उल्लेख गर्नुभएको मुद्दाका आधारमा हामीले यो कुरा बताएका छौँ। यसबाहेक पनि हामी अरू मुद्दाहरूप्रति पनि उहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। जस्तो जिटिएको खारेजी, जनता र घटक दलहरूले समेत असंवैधानिक मान्दै आएको जिटिए व्यवस्थालाई शीघ्र खारेज गर्न केन्द्र र राज्य सरकार समक्ष जोरदार माग राख्ने काम अब विधायकको काँधमा छ। यो जिम्मेवारी प्राथमिकताको आधारमा उहाँले पुरा गरियोस्। अब अर्को भ्रष्टाचार माथिको छानबिन, जिटिए मार्फत भएका हरेक भ्रष्टाचार, यसपालिको बिजेपी लगायत घटक दलहरूको मूल एजेन्डा भनेकै यो भ्रष्टाचार थियो। भ्रष्टाचार र आर्थिक जुन अनियमितता छ यसमाथि शीघ्र कि त सिबिआई लगाउनु पर्यो, कि त इडी लगाउनु पर्यो, कि त उच्च स्तरीय न्यायिक जाँच गराइनु पर्यो अनि दोषीमाथि कडाभन्दा कडा कारबाही गरिनु पर्यो। यसको निम्ति पनि विधायकहरूले प्राथमिकताको आधारमा पहल गरियोस् भनेर हामीले उहाँलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। यसबाहेक पनि हाम्रोमा एउटा संस्कार के छ भने कुनै पनि राजनीतिक दल स्थापित भएर कुनै पनि सत्तामा गएपछि त्यसमाथि व्यापक मात्रामा अनियमितता देखा पर्छ। तर कहिले पनि हामीले प्रश्न गर्दैनौँ कि एउटा राजनीतिक दल गठन गरेर स्थापित हुने बित्तिकै ती दलका नेतृत्वहरू अकुत सम्पत्तिको मालिक चाहिँ कसरी बन्छन्। यसकारण हामीले यसमाथि पनि सन्देह गर्नुपर्छ। यो कसैसित पर्सनल दुश्मनी, कसैमाथि हाम्रो नराम्रो कुविचार दृष्टिकोण छैन। तर भ्रष्टाचारमा जति पनि नेताहरू संलग्न छन् अब चाहिँ उनीहरूको सम्पत्तिको स्रोतको खोजी हुनुपर्छ। सम्पत्ति चाहिँ छ, हामी सबैसित सम्पत्ति छ, सबैको आफ्नो आफ्नो स्रोतहरू छ। तर यहाँ जो भ्रष्टाचारसँग संलग्न, जुन चाहिँ इडी लगाउँछन्, सिबिआई लगाउँछन् अथवा उच्च स्तरीय न्यायिक जाँच गराएर जसलाई पनि हामीले दोषी पाउँछौँ उहाँहरूको सम्पत्तिको चाहिँ स्रोत खोजी गरेर अवैध सम्पत्ति जति पनि फेला पर्छन् त्यसलाई जफत गरेर त्यसलाई चाहिँ जनकोषको रूपमा अथवा पब्लिक फन्डको रूपमा चाहिँ परिणत गरिनुपर्छ। यसको बारेमा पनि शीघ्र विधायकहरूले पहल गरियोस् भनी हामी यहाँ उहाँहरूलाई यस बारेमा पनि ध्यान आकर्षण गराउन चाहन्छौँ। अर्को कुरा छ भूमि अधिकारमाथि। चिया बगानको जमिनमा तृणमूल सरकारले जुन चाहिँ 5 डिसेम्बरको स्किम ल्याएको छ, जसको कारण चाहिँ हाम्रो भाषा सङ्कटमा हुने सम्भावना थियो, जाति सङ्कटमा हुने सम्भावना थियो, जमिन नै सङ्कटमा जाने सम्भावना थियो र डेमोग्राफीलाई नै परिवर्तन गर्ने किसिमको एउटा सम्भावना थियो। यस्तो किसिमकी स्किम ल्याएको थियो तृणमूल सरकारले। अब यो स्किमलाई शीघ्रभन्दा शीघ्र बिजेपी सरकारले, पश्चिम बङ्गाल बिजेपी सरकारले खारेज गरियोस्। अनि खारेज गरेर मात्रै भएन, जोसित जति जमिन छ उसलाई उति जमिनको पट्टा दिनुपर्छ र पट्टा पनि वास्तविक पट्टा दिनुपर्छ। किनभने पट्टामा पनि विभिन्न किसिमको भेरिएसन छ, विभिन्न किसिमको फन्डाहरू छ। यी जम्मै कुराहरू हामीलाई मान्य छैन। वास्तविक पट्टा जसको जति जमिन छ उसलाई उति जमिनको वास्तविक पर्जापट्टा उपलब्ध गराइयोस् भने हामी यहाँबाट यो मामिलामा पनि उहाँहरूले काम गरियोस् भने उहाँहरूलाई हामी ध्यान आकर्षण गर्न चाहन्छौँ। अर्को छ सिन्कोना बगान अनि डिआई फन्ड जमिनको पनि शीघ्रभन्दा शीघ्र यसको पनि स्थायी रूपमा समाधान हुनुपर्छ भने हामी बताउन चाहन्छौँ। केन्द्र सरकारले 2006मा नै एफआरए कानुन ल्याएको छ। वनबस्तीहरूलाई चाहिँ यो कानुन लागू गरेर उहाँहरूलाई पनि पर्जापट्टा दिनुपर्ने हो। यो सम्बन्ध पनि हामी बताउन चाहन्छौँ कि वनबस्तीहरूमा पनि एफआरए 2006 तुरुन्त लागू गरियोस्। किनभने अहिलेसम्म केन्द्रले यो कानुन ल्याए तापनि राज्यमा चाहिँ तृणमूल काङ्ग्रेसको सरकार भएको कारणले गर्दाखेरि यसलाई लागू गरिएको थिएन। अब त बिजेपीकै सरकार छ र शीघ्र नै यो एफआरए 2006 पनि वनबस्तीहरूमा लागू गरियोस् भने हामी माग गर्दछौँ। अथवा यो मुद्दा माथि पनि उहाँहरूको काम होस् भनेर हामी उहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। अर्को चिया श्रमिकहरूको न्यूनतम जुन चाहिँ
मजदुरी छ, मिनिमम वेज, यसलाई पनि प्राथमिकताको साथ लागू गरियोस् भने हामी 5 जना विधायकहरूलाई चाहिँ ध्यान आकर्षण गराउन चाहन्छौँ। यो किन गर्नु पनि जरुरी भयो भन्दाखेरि चाहिँ जब उहाँहरूले जित्नुभयो, हिजो ओथ टेकिङ पनि भयो, अब केही समय पछि यो परिषद पनि गठन भइसक्छ होला, त्यसपछि त उहाँहरू आफ्नो कामको प्रक्रियाहरूमा लाग्छन्। यहाँ गठबन्धनमा बस्ने साथीहरू अथवा विपक्षमा रहने साथीहरूले यतिखेर चाहिँ उहाँहरूलाई अब यो जिम्मेवारी बोध गराउनु पर्ने हो, तर कसैले पनि बोध गराइरहेको हामीले देखेका छैनौँ अहिलेसम्म। सायद उहाँहरूले गर्नुहुन्छ होला, तर हाम्रो जिम्मेवारी हो यो जिम्मेवारी हो। स्टेट कोअर्डिनेसन, सेपरेट स्टेट कोअर्डिनेसन कमिटी र गोर्खा युथ एक्टिभिस्ट नेटवर्कले चाहिँ यसलाई एउटा जिम्मेवारी बोध गरेर अहिले चाहिँ हामीले उहाँलाई बधाई दिउँ। बधाई, एकदम सबैजना खुसी छन्, रमाइलो मनाइरहेका छन्। अब विजय उत्सव हुनु बाँकी नै छ। त्यसपछि के गर्ने भन्ने बारेमा त बताउने त कोही हुनै पर्यो। त्यही भएर दुईटा संस्थाले चाहिँ उहाँहरूलाई यो हामीले एउटा जिम्मेवारी दिइरहेका छौँ र एकदमै ध्यान आकर्षण गराउन चाहन्छौँ कि नभुल्नु होला कि यो हामी एकदमै तपाईँहरूप्रति आशा राखेका छौँ, भरोसा राखेका छौँ। हामीले मात्रै होइन, समग्र पहाड तराई डुवर्सले भरोसा राखेको छ। अब तपाईँहरूको काँधमा जिम्मेवारी आयो, अब तपाईँले डेलिभर गर्नु पर्यो। डेलिभर गरोस्, नबिर्सनुहोस् भनेर हामी यहाँ तपाईँलाई यो कुराहरूको ध्यान आकर्षण गराइरहेका छौँ। यसबाहेक पनि केही थप महत्त्वपूर्ण मुद्दाहरू पनि हामीले यहाँ समेटेका छौँ। अब के भन्छ, 11 जातलाई जनजाति दिने भनेर बिजेपी आफैले र घटक दलहरूले आफैले बारम्बार भनिसकेका छन् र त्यसको आधारमा दिन्छ कि यसपालि त अब राज्यमा पनि बिजेपीको सरकार आयो, केन्द्रमा पनि बिजेपीकै सरकार छ, अब कसले रोक्छ होला र 11 जनजाति दिनु, होइन? त्यसकारणले यो 11 जनजाति जात गोष्ठीलाई जनजातिको मान्यता पनि दिनुपर्छ। यसबारेमा पनि तपाईँहरू चाहिँ यसलाई संज्ञानमा लिनुपर्छ भनेर वर्षौंदेखि अल्झिएका यो 11 जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउने प्रक्रियालाई पनि तार्किक निष्कर्षमा, यो हामीले स्पेशल मेन्सन गरेका छौँ, तार्किक निष्कर्षमा चाहिँ पुर्याइयोस्। यो अब एउटा आश्वासन दिने मेलो मात्रै नरहोस्, आधिकारिक होस्। यो एउटा पोलिटिकल बयान मात्रै नहोस्। अब सरकार दुवैतिर उहाँहरूकै रहेको कारणले गर्दाखेरि अब पोलिटिकल बयान दिइरहनु जरुरी छैन। अब यसलाई डेलिभर गर्ने उहाँहरूको उत्तरदायित्व हो। यसकारण नबिर्सियोस्, जनताले अपेक्षा गरेर बसेका छन्। 11 जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउने प्रक्रियालाई अब तार्किक निष्कर्षमा पुर्याउनको लागि विधायकहरूले काम गर्नुपर्छ। पञ्चायत चुनाव र यसको अधिकारको सम्बन्धमा पनि तपाईँलाई कुरा गरौँ कि सबैतिर स्तरीय पञ्चायत व्यवस्था चलिरहेको छ है। अब त जिटिए पनि रहँदैन होला, उहाँहरूले त खारेज गर्छु भन्नुभएको छ, शीघ्रै खारेज हुन्छ होला। त्यसकारणले गर्दाखेरि चाहिँ पहाडमा यो त्रिस्तरीय पञ्चायत व्यवस्थालाई चाहिँ अब पूर्ण अधिकार सहित सुचारू गर्नतिर चाहिँ 5 जना विधायक, गोर्खा विधायकहरू चाहिँ लागि परुन् भनेर हामी यहाँबाट बताउन चाहन्छौँ। र गाउँ गाउँमा विकासको बजेट सधैँ पुग्न सकोस् र त्यो पञ्चायतबाट अहिलेसम्म त्रिस्तरीय पञ्चायतबाट चाहिँ वञ्चित हुन परेका हाम्रा नागरिकहरू चाहिँ अब लाभान्वित बन्न सकोस् र यो काम पनि अब विधायकहरूले नै गर्न सक्छन्, किनभने उहाँहरू त्यही काम गर्नको निम्ति चाहिँ प्रतिनिधि भएर गइरहनु भएको छ र जनताले पनि उहाँहरूलाई यही काम गरोस् भनेर नै चुनेर पठाइसकेका छन्। अब यो सँगसँगै अव्यवस्थित र जीर्ण सरकारी स्कुल, तपाईँहरूलाई थाहा छ सरकारी स्कुलमा अहिले मानिसहरूले सरकारी स्कुलमा पढाउन छोडे। छेउमा एउटा अङ्ग्रेजी स्कुल हुन्छ, खाइ नखाइकन त्यहीँ हाम्रा दार्जिलिङको निम्न अर्थनीतिमा रहेका अभिभावकहरूले त्यहाँ पढाउनु पर्ने परिस्थिति निर्माण भइरहेको छ। बिस्तारै बिस्तारै एउटा के अरे समाचार पनि सार्वजनिक भइसकेको थियो तृणमूल काङ्ग्रेसको समयमा कि अब 500-400 भन्दा अधिक जस्तो प्राथमिक पाठशालाहरू बन्द हुन्छ अरे भनेर निस्किसकेको थियो। यो तर हामीलाई थाहा छ बिजेपी सरकारले शिक्षा नीति पनि बनाएका छन्। यो शिक्षा नीति लागू गर्नको निम्ति चाहिँ यो शिक्षा प्रणाली चाहिँ सुव्यवस्थित हुनुपर्छ भनेर बिजेपी सरकार आफैले बारम्बार बताउँदै आइरहेको हो। यसै कारणले उहाँहरूले भनेको कुरालाई हामी उहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छौँ र अवस्थित र जीर्ण सरकारी स्कुल र कलेज अस्पतालहरूको अब स्तरको उन्नति हुनु पर्यो।
हामीले अस्पताल अब यत्रो त्यत्रो डबल इन्जिनको सरकार आएर पनि हामी यस्तै किसिमको अस्पतालहरूमा चाहिँ भर पर्नु नपरोस्, हामी जाँच गर्नुको लागि चेन्नई, उता बेङ्गलोर, दिल्ली विभिन्न ठाउँहरूतिर जान नपरोस्, किनभने हाम्रो अर्थनीति, हाम्रो समाजको अर्थनीति धेरै कमजोर छ। किनभने 70% जनसङ्ख्या भनेको चियाबारीमा छन्, केही प्रतिशत सिन्कोना बगानमा छन् र अरू अधिकांश जस्तो वनबस्तीहरूमा छन्। र उहाँ जम्मै त्यहाँ जति पनि नागरिकहरू छन् सबै निम्न अर्थनैतिक अवस्थामा छ। त्यसकारणले गर्दाखेरि यो अस्पतालहरूको पनि जीर्णोद्धार होस् अनि स्थानीय युवाहरूको लागि सबैभन्दा मूल कुरा रोजगारको अवसर पनि निर्माण गरिया जाओस् र यसको निम्ति पनि 5 जना विधायकहरूले चाहिँ काम गरून् भनेर हामी उहाँहरूलाई यो मुद्दाहरूमा तपाईहरुले कबुल गर्नुभएका, तपाईहरुले बताउनु भएको मुद्दाहरूमा हामी तपाईहरुलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। अनि अन्तमा पहाड, तराई र डुवर्सका जनताले हजुरहरूलाई विधानसभामा आफ्ना मुद्दाहरूको सिपाही बनाएर, जनताका मुद्दाहरूको सिपाही बनाएर, विभिन्न घटक दलहरूको मुद्दाहरूको सिपाही बनाएर, विपक्षमा रहेका पार्टीहरूको मुद्दाहरूको सिपाही बनाएर, सेपरेट स्टेट कोअर्डिनेसन कमिटी, गोर्खा युथ एक्टिभिस्ट नेटवर्क जस्ता विभिन्न सङ्घ संस्थाहरूको मुद्दाहरूको सिपाही बनाएर तपाईहरुलाई विधानपालिकामा पठाएका छन्। यसलाई नबिर्सिनुहोला। यो तपाईहरुमाथि राखेका सपनामाथि नकुल्चिनुहोला। हामी तपाईहरुमाथि आशा गर्दछौँ तपाईहरुको कार्यकाल गोर्खा जातिको इतिहासमा सुनौलो अक्षरले लेखिउन् भन्दै हामी तपाईहरुमाथि शुभकामना व्यक्त गर्न चाहन्छौँ।